राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो। जनताले बिर्सेको छ मूर्ति चोर को हुन् भनेको थिए। मैले त्यति बेला 5 वर्ष शासन गर्न पाएको भए म फेरि एकचोटि छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त परिवारभित्रै थिए नि। उनीको परिवारभित्र कुछ होता है किनकि भ्रष्टाचार गर्न पाइएन। समझ रहे हो ना?